मलाई धेरै राम्रो लाग्यो, त्यस धेरै रुवायो धेरै रुवायो। हाँसे अरुणको जुन थियो नि त्यो खाना अभिनय होइन भएको, त्यसमा चाहिँ धेरै त हाँसो पनि लाग्यो त धेरै रुवायो। के कुराले रुवायो तपाईँलाई? त्यो छोरीबेटीको जुन पहिलाको कल्चरमा होइन धेरै शास्ति दिएको कुराले रुवायो। तपाईँले यस्तो शास्ति भोग्नु पऱ्यो कि परेन? अलिअलि हामीलाई पनि ऊ भयो त त्यति पनि भएन, पाहाडमा जुन भएको जस्तो चाहिँ भएन। पाहाडमा जुन थियो नि पाहाडको कल्चर छ, अनि त्यसले गर्दाखेरि धेरै छोरीबेटीलाई गाह्रो हुने जस्तो लाग्यो। तपाईँले आफ्नो सपना पुरा गर्नु पाउनुभयो? म चाहिँ म एउटा टिचर हुँ, मैले चाहिँ पढेँ, जे भए पनि सानो पढाइ धेरै नभए पनि इन्टरसम्म पढेँ, ठाउँमा थिएँ होइन। अनि त्यसले गर्दाखेरि चाहिँ सानो जब पनि गरेँ, त्यसले गर्दाखेरि सानो सानो इच्छा पुरा गर्न सकेँ, आफ्नो बच्चाहरूलाई पनि पढाउन सकेँ। तर यसरी धेरै छोयो गौँथलीको जुन कथा छ त्यो हाम्रो चाहिँ मार्मिक लाग्यो। एउटा टिचर हुँदा चाहिँ दुख्यो, अहिले पनि रोइरहनु भएको छ? धेरै दुख्यो। अरुण र सिमरनलाई हाम्रो ठुले र गौँथलीलाई योभन्दा अगाडि चिन्नुहुन्थ्यो तपाईँले? मैले अरुणलाई चिन्थेँ, सिमरनलाई पनि चिन्थेँ, म हेर्थेँ उहाँहरू, अनि अरुणको फिल्महरू पनि मैले देखाएको थिएँ। मलाई धेरै राम्रो लाग्नुहुन्छ उहाँ, ह्यान्डसम धेरै र यसमा पनि राम्रो लाग्यो, मलाई धेरै राम्रो लाग्यो। कस्तो लाग्यो दुईटाको? अभिनय धेरै राम्रो छ, धेरै राम्रो छ हजुर, धेरै राम्रो छ। 10 मा कति दिनुहुन्छ? म 10 मा पर्फेक्ट 10 दिन्छु। पर्फेक्ट 10 दिन्छु। गौँथली जस्तो लाग्यो। गौँथली जस्तो लाग्यो? गौँथली कति राम्रो हुन्छ होइन? राम्रो लाग्यो, चिरबिर अनि मलाई चाहिँ राम्रो लाग्यो। तपाईँलाई कस्तो लाग्यो? गुड छ, फिल्म राम्रो छ। गौँथली नेपालको अर्ग्यानिक कथा हो, हेरिरहँदा। तर यस्ता गौँथलीहरू हजारौँ छन् क्या, हजारौँ गौँथली छन्। हामी त यहाँ काठमाडौँ बस्छौँ होइन, सुटिङका सिलसिलामा हामी गाउँ पुग्छौँ। रियल मलाई फिल्म हेर्नु जस्तो लाग्यो। हुन्छ नि यस्ता गौँथलीका कथाहरू कतिको निहाल्ने अवसर पाउनुहुन्छ? हामी निहाल्छौँ, हामी यसै पनि कलाकार, त्यस्ता कथाहरूले हामीलाई छुन्छ, मन दुखिराखेका हुन्छ हामी। तर आज यहाँ आएर हेर्दाखेरि कम्तीमा एउटा गौँथलीको नाउँमा एउटा प्रतिनिधि पात्रको चाहिँ नि सम्बोधन भयो। अब थुप्रै गौँथलीहरूले न्याय पाउँछन् जस्तो मलाई लाग्यो। सबै गौँथलीहरूलाई सबैले माया गरिदिनु होला यार। अभिनय कस्तो लाग्यो? अभिनय राम्रो छ, विशेष गरी गौँथलीको अभिनय, एउटी सानी केटीको अभिनय जस्तो नै छैन। त्यो गौँथली हो, गौँथली भएर प्रस्तुत गरिरहँदाखेरि यो अर्को पात्र हो जस्तो लागेन। रियली पर्फेक्ट एक्ट्रेस। लभ स्टोरीको कुरा गरौँ न होइन, जस्तै धेरैवटा ठाउँमा चाहिँ यो मेल फिमेलले पुरुषहरूले चाहिँ महिलालाई सपोर्ट नगरेका धेरै उदाहरणहरू देखेका छौँ नि त होइन। यहाँ चाहिँ कसरी निहाल्नु भयो तपाईँले त्यो कुरालाई चाहिँ? यस्तो हो, जब एउटा श्रीमान कमजोर हुन्छ नि, श्रीमतीले दुःख पाउने त्यहीबाट सुरु हुन्छ। शारीरिक रूपमा मानसिक रूपमा अलिकति फरक भए पनि त्यो एउटा प्रेमको बिन्दु देखाइएको छ नि, त्यो बिन्दुले गौँथली हुन मद्दत गर्यो। र म भन्छु हरेक श्रीमानले श्रीमतीलाई सपोर्ट गर्नुपर्छ, र शारीरिक अपाङ्गताले रोक्दैन अगाडि बढ्नलाई। र सबैजनाले गौँथलीले जस्तै अवसर पाउँ, मेरो शुभकामना छ। फिल्म मन पऱ्यो ल, थ्याङ्क यू।